होइन हामीलाई बाटो फेरि बिल्कुल थाहा छैन है केटा लड्छ हरेमा के गाइस भाजीहरू खाने भए आउनुहोस् फ्रीमा है फ्रीमा अर्काको बारी हो चोर्न पर्छ म चोर्न चाहिँ सिकाउँदिनँ तपाईँहरू चोर्नुहोस् मलाई पनि दिनुहोस् एक दुईवटा रेत नाच भाइ यस्तो राम्रो गीत बजिरह ओहो साइकल डान्स हान साइकल गङ्गा बारी पारी लैजाऊ मलाई घुमाने हरि अब हामी चाहिँ यहाँ पिरदेव जोशीको स्टाइलमा सुट्टा मार्नुपर्ने हुन्छ गाइज है हामी देखाउँदैनौँ हेलो नमस्ते सबैजनालाई आजको भ्लगमा स्वागत छ आजको भ्लग चाहिँ भद्रगोल रुमबाट सुरु हुँदैछ है हामी चाहिँ घुम्न जाने प्लानमा छ स्टेडियम है त गाइज हाम्रो घरमा चाहिँ हाम्रो अङ्कल पनि आउनु भएको छ है अङ्कल चाहिँ होइन भाइ हो मेरो तर म भन्दा बुढो छ उमेर चाहिँ थोरै छ तर म चाहिँ दिन खाएर जुवा नआएको पऱ्यो यहाँ चाहिँ दिन खाएर जुवा आएको पऱ्यो है त्यही हो हेलो नमस्ते सबैजनालाई आज चाहिँ हामी फाइनल्ली घुम्न निक्लिसक्यो है दाजुभाइहरू र बायु पसलमा बसिरहेको थिएँ खोइ भएन पसलमा पुरानो मान्छे भयो भने गाज मलाई चाहिँ लास्ट झ्याउ लाग्छ जानला हामी है त अब यो साइकल पनि बेच्न जानुपर्ने छ भाइले लिएर आइज भनेर गाइज 3000मा बेचिदिनु लगाएँ मैले यो साइकल फाइनली गाइज वी आर रिचिङ ब्रह्मनगर स्कुल गाइज हामी चाहिँ लदरी जान लाग्यो होइन हामीलाई बाटो फेरि बिल्कुल थाहा छैन है केटा लड्छ हरेमा के गाइज भाजीहरू खाने भए आउनुहोस् फ्रीमा है फ्रीमा अर्काको बारी हो चोर्न पर्छ म चोर्न चाहिँ सिकाउँदिनँ तपाईँहरू चोर्नुहोस् मलाई पनि दिनुहोस् एक दुईवटा रेत मजा आएगा ना भिडो मलाई जिस्काउने आउँदैन लाज लाग्छ मलाई टिकटक कहाँ हामी युट्युबर बन्ने कोसिसमा चाहिँ टिकटकर बन्ने होइन नि त ओके गाइज हामीले चाहिँ मान्छेहरूलाई बाटो पनि सोध्यौँ है अब चाहिँ हामी पुरै धुलो बाटो जाँदैछौँ भन्न मिलेन यस्तो पिच छ अहिले चाहिँ एकछिनमा मुस्किल आउने छ मुस्किल घुम्नलाई सब भरिहाल्यो है गाइज जता हेऱ्यो सम्मै ए कुन्यो पहाडको स्टाइलको कुन्यो रासलीला गाइज बाटो चाहिँ यस्तो छ हालत ब्रेक हान है ब्रेक हान ठोक्दैला नि मलाई आएर फेरि गाइस बाटो है म चाहिँ फेरि एक हातले राइडर हो है गाइस क्या बोला तूने दाजुभाइहरू लदरी आइपुग्यो हामी चाहिँ भाइ उता भेटघाटमा गएको अब एकछिनमा फर्किनु पर्ने हुन्छ फेरि उता सुन्नचुरी पनि जानु म त मेरो कामै काम छ है दाजुभाइहरू फाइनली मेरो मेडिकल चाहिँ फिट आयो अब मेडिकल पास भएपछि अब बाहिर जानुपर्ने कुरा हुन्छ अब दाइले बोलाइरहेछ भोलितिर फेरि काठमाडौँ जानुपर्छ इमर्जेन्सी Let guys, don't forget to like, comment, share, subscribe guys. Finally दाजुभाइहरू हामी चाहिँ लदरीबाट नि फर्किसक्यो है लदरीबाट यस्तो छ बाटोको हालत यस्तो राम्रो गीत बजिरह ओहो साइकल डान्स हान साइकल डान्स हान न मुला
ढुङ्गा बारी बारी लैजाऊ मलाई गोमाने गोमारे हरे हरे है गाइस जय शम्भो हाम्रो कालिका स्थान मन्दिर है गाइस म चाहिँ मन्दिरमा अब शिवको दर्शन गर्न आइरहेको छु जय शम्भो अच्छा गर मनले आँटेको पुऱ्याइदियो भगवान् अरू केही चाहिँदैन है मेरो आस्थामा चाहिँ गिरावट नहोस् हैन त भगवान् है त अब चाहिँ फर्किनु पर्ने हुन्छ हाम्रो घोडा म हाम्रो सोल्टी है त गाइस अझै हामी साइकल बेच्न जानुपर्छ है गाइस साइकल बेच्ने भन्ने प्लान भइरहेको हाम्रो दुईटा साइकल राखेर काम छैन देखाउनु लिएर आइज भनिरहेको थिएँ म देखाउनु लिएर आउँदिनँ किन्ने भए डाइरेक्ट लिएर आइन्छ भनेर भनेको थिएँ अब के हुन्छ गाइस लेट्स सी हेरौँ ल त गाइस फाइनली दाजुभाइहरू हामी चाहिँ बन्न नसकेका सलाम पानीको फ्याक्ट्रीमा आएर बसिरहेको छौँ है अब हामी चाहिँ यहाँ पिरदेव जोशीको स्टाइलमा सुट्टा मार्नुपर्ने हुन्छ गाइस है हामी देखाउनु चाहिँ देखाउँदैनौँ हाम्रो पनि प्राइभेसी भन्ने हुन्छ नि त त्यो है गाइस है त किप लभिङ है त दाजुभाइहरू यस्तो छ पुल दामी छ नि होइन दामी छ ल ठिक छ राम्रो छ नि राम्रो लाग्यो नि ठिक छ हाम्रो दुईवटा घोडा यहीँ छ यो चाहिँ म है फेरि अरू नै भन्नु होला नि फेरि हेलो एन्ड वेलकम ब्याक टु माई सेम ब्लग है दाजुभाइहरू आज चाहिँ हामी हिजोको ब्लगमा चाहिँ अब सुनाचुरतिर गयो है साइकल बेच्यो कम्प्लिट गरियो अब भनौँ न आफ्नो काम चाहिँ कम्प्लिट गरियो आज चाहिँ यता पिपुल्स पार्क भन्ने ठाउँमा घुम्न आइरहेको छौँ है दाजुभाइहरू पार्क चाहिँ यो छ है पानी सरा ढाप है गाइस आज चाहिँ हामी हाम्रो भाइ पनि छ अगाडि यो चाहिँ प्रवेशद्वार हो गाइस पार्किङ एरिया होइन हामी चाहिँ यता घुम्न आएको छौँ अब कस्तो छ हेरौँ है त लेट्स चाहिँ खासै राम्रो त छैन गाइस होइन तैपनि आफ्नो लोकल ठाउँको भनौँ न बढावा दिनुपर्छ भन्ने थाहा नि तपाईँहरूलाई त्यही भएर यता हामीले अलिकति कालो आउँछ गाइस है तर म चाहिँ गोरो छु नि मान्छे ओके लालुपाते फुल है दाजुभाइहरू यसो लट्ठा रुमाल है दाजुभाइहरू झुला है झुला पार्कको एरिया पनि छ यता सब चकचक मायाहरू पनि छ है गाइस हामी चाहिँ नजिस्काउने चकचक माया जिस्काउनु हुँदैन हामी भनेको सिधा साधो सोझो केटो 1 2 3 पऱ्यौँ होइन कैसा लगा मेरा मजाक रमाइलो छ हाम्रो अङ्कल पनि खेलिरहनु भएको थियो त उही अङ्कल के छ रमाइलो छ चाक दुखिया साइकल चलाएर कि पछाडि बसेर ल ठिक छ अझै बस्नुपर्छ पुगे छैन है म चाहिँ अझै त्यहाँ पनि जान्छु त्यो ऊ पनि खेल्नलाई नै त गाइस म चाहिँ सिलिली खेल्दै लाएँ कति चिप्लो ओइ चाक पल पर्छ क्या बोला तूने सजिन्छ सिलिली खेल्यो ओइ म खेल्दिनँ ल ल ल बिस्तारै है डरपक मलाई यो कान्छीले धरी खेल्छ खेल कान्छी खेल ल हेरौँ त खै ल पर्फेक्ट मान्छेहरू छुट्टै पारेर खेल्छन् ल हेर त ऊ ल ल ल ट्यालेन्ट हामी अब घुम्न जाने माथितिर पार्किङ त पुरै घुम्नु पऱ्यो नि यो पार्किङ रे पार्क सरी पार्किङ भनेर गाइस यो चाहिँ
पार्किङको एरिया है यस्तो छ आफघारी पुरै यहाँ त के हो जङ्गलमा मगल गर्ने ठाउँ के हो गाइस यस्तो छ त के हो चिज बिन्दी होला चिज चाहिँ होइन यहाँ केही न केही चाहिँ छ है रहस्य छ है गाइस समझ रहे हो यो घारी घारी के हेर्नु मान्छे लुक्यो होला देख्यो भने फेरि गाइस सिधै बोलाएर आउँछ म त बनाउनु नि पर्दैन एडिटिङमा बनाउन आउँदैन फेरि हामीलाई अनि ब्लर बनाउन आउँदैन गाइस मलाई म सिक्दै हो गाह्रो पर्छ के भन्छ अरे गाह्रो हुन्छ जय शिवशङ्कर भोला के हो गाइस यसको यो मूर्ति चाहिँ मैले चिने होइन के को मूर्ति हो पार्किङ खालि पार्किङ भन्न आउँछ यार मलाई साइकल पार्किङ गरेर देखेर मलाई पार्किङ भनेर आएर भएन यो चाहिँ पार्क हो है गाइस पिपुल्स पार्क भन्छ यसलाई चाहिँ पिपुल्स पार्क लट्स अफ पिपुल्सहरू छ है यहाँ त्यहाँ चाहिँ ताल पनि छ आज चाहिँ हाम्रो अब के भनौँ अब मूत्र विसर्जन गर्न पनि जानुपर्छ त गाइस हामी माथि पार्क कहाँ जहाँसम्म फैलिएको त्यहीँसम्म जान्छौँ है त गाइस सब हेर्ने आज चौतारो पूर्वजले बनाएको चौतारो हो गाइस यो त्यो मुत्ने ठाउँ यहाँ चाहिँ हाम्रो गणेश भगवान हुनुहुन्छ है गणेश भगवान के लट्स अफ भगवान हुनुहुन्छ गाइस यु क्यान सी रक्षा गर भगवान मैले आँटेको पुरा हुन दियो उद्देश्य लिएको छु उद्देश्यमा ठेस नगर है त यो इपिक खाले पुल पनि कट्नुपर्छ नि माथि छ गाइस दामी पुल है यो काठको पुल है गाइस पुरै दामी बनाएको यहाँ विदेशभन्दा कम चाहिँ छैन है गाइस हाम्रो नेपाल पनि डेभलप हुँदैछ आउनुहोस् है लट्सप रमाइलो हुन्छ हामीसँग घुम्नलाई हामी पोटर भने नि गाइड भने नि यहाँ एउटा छ गाइड म पोटर गाइड प्रोफेसनल पोटर म हो 20 किलो नि बोकिदिन्छु भन्नु चाहिँ मिल्दैन 10 किलो भन्दा मरे नि छाउँदिनँ अब चाहिँ पुरै पार्कको पुरै भ्यू हेर्नुपर्छ है त गाइस माथिबाट माथि आइपुग्यौँ हामी गाइस यो चाहिँ पिपुल्स पार्क भनेको चाहिँ मैले चाहिँ के बुझेँ यहाँ भन्ने आएर भने चाहिँ होइन चितवनको अब हुनुहुन्छ नि कुना कुनामा बस्ने दाजुभाइ तथा दिदीबहिनीहरू उहाँहरूलाई चाहिँ पिकनिकको लागि चाहिँ एकदम बेस्ट प्लेस रहेछ यो चाहिँ है यो चाहिँ ठ्याक्कै कुन ठाउँमा पर्छ राप्ती नगरपालिका पर्छ खैरेनी पर्छ त्यो एक्ज्याक्ट मलाई थाहा भएन गाइस होइन तर त्यसको बिचमा चाहिँ पर्छ यो कुरकुरेबाट आउनुभयो भने पनि पर्साबाट आउनुभयो भने एकदम बेस्ट ठाउँ छ है घुम्न चाहिँ नछुटाउनु होला लास्टै राम्रो ठाउँ छ पिकनिक स्पोट रहेछ गाइस होइन पिकनिक स्पोट प्लस भनौँ न अब पार्क पिपुल्स पार्क डेटिङ पार्क भन्ने नि हुन्छ गाइस लड्सा भुरा किराहरू छन् तलतिर है हामीलाई चाहिँ अब मुख छोपेर हिँड्नु पर्ने लाज लाग्ने क्या गाइस केटी भनेपछि थाहा छ नि तपाईँहरूलाई समझ गया कटर नि फालिसक्यो कटर फाले देखाइदियो ओ यु क्यान सी लट्स अफ कटर है गाइस 12 मासे बेमौसमी भन्छ होला यसलाई होइन गाइस हामी चाहिँ अब जानुपर्छ नि गाइस होइन यस्तो ठाउँ छ जङ्गलमा मङ्गल कुनै दिन तरुन लिएर आउनुपर्छ तरुन भयो भने तर मसँग छैन खोजिदिनुहोस् न मलाई एउटा खोजिदिनुहोस् त ल गाइस पिपुल्स पार्क पनि घुमियो मजाले यो चाहिँ बन्दैछ गाइस है अन्डर कन्स्ट्रक्सन छ यो त्यही भएर यहाँ चाहिँ हल्का भनौँ न यो पोखरी भनौँ कि ताल भनौँ होइन बन्दै रहेछ यो चाहिँ मेन्टेनेन्समा अलिकति भएर चाहिँ पानी सुकेर रहेछ पानीको वातावरण मिलायो भने यो पार्क चाहिँ चितवनको वान अफ द बेस्ट पार्क चाहिँ हुन्छ मेरो लागि है त गाइस अब चाहिँ हामीले पार्क सबै घुमिसक्यौँ माथि लट्सप भन्दा पनि देखिने चिज जति सबै हेरिसक्यौँ है हामीले यहाँ के छ त्यो चाहिँ अब भिडियोमा क्याप्चरै भयो होला गाइस देखाउँला होइन अब चाहिँ हामी जाँदैछौँ घर भन्दा नि उतै पसलमा बसेर चिसो खानुपर्ने हुन्छ गर्मी जस्तो फिल भइरहेको है त गाइस हाम्रो घोडा पनि रेडी छ अङ्कलले लिएर आउनु भइसक्यो त्यहाँ पुरै इटाभट्टी छ गाइस
पार्क छ, घर बनाउनलाई इँटा पनि छ, लिन आउनुहोस् है त। ल है त, तपाईँहरूले पनि भिडियो अन्तिमसम्म हेरिदिनु होला है त दाजुभाइहरू, माया गरिदिनु होला। च्यानलमा नयाँ आउनु भएको भने सब्सक्राइब पनि गरिदिनु है त। यस्तो कस्तो लोभ नगर्नु न, तपाईँको त्यो पैसा चाहँदैन गाइस, थिच्नुहोस् न थिच्नुहोस्। पार्स बाई बाई। अब चाहिँ गाइस हामी होइन घर जानुपर्ने हुन्छ है, पोक खान पाइएन, अब अर्को पसल खोज्नुपर्ने हुन्छ यता। पोको खाएर अन्त सिधा घरतिर जान्छौँ है त गाइस। ल भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद है त गाइस। आजको भिडियोलाई चाहिँ यतैतिर व्यवस्था गरिदिन्छु है। थ्याङ्क्स फर वाचिङ, बाई बाई।